हेलो कहाँ यार तपाईँ यार यहाँ म एक्लै कठाउँ आउने हो कस्तो मान्छे हुनुहुन्छ यार दाइ यार आँखा रहन सक्नुहुन्न। हेलो एकैछिन है सरले भाइ म यहाँ फोनमा बिजी थिएँ फोन गर्दै थिएँ बरु भन न भाइ यो बाटो कहाँसम्म जान्छ माथि हाइवे पुग्छ कि पुग्दैन को दाइ यो बाटो अँ यो बाटो खै त दाइ हिजो पनि यहीँ थियो अहिले पनि यहीँ छ। हाइवेसम्म पुग्छ पुग्दैन मलाई थाहा भएन। के भयो दाइ? चिल आयो खै दाइ चिल म त चिल देख्दैन त दाइ। तेरिका भाइ यो त्यो आकाशमा उड्ने चिल आयो भने होइन के का पातालमा उड्ने चिल आयो त दाइ। ए भगवान् यस्तरी कनाउने चिल आयो भनेको नुहाउनु पर्यो नि त दाइ त्यसको लागि त। यार तेरो ननुहाउने हुन्छ यार मान्छेले दिनदिनै नुहाउनु पर्यो नि दाइ पतञ्जली साबुनले। यार तेरो कस्तो चाटो भइरहेछ तपाईँको आइसक्रिम हुनुहुन्छ दाइ चाट्नको लागि बोदी भेट्नुलाई फेरि। ए भगवान् होइन कहाँबाट आउँछ नि यार यस्तो मान्छे दाइ म त मामाको घरदेखि आएँ। अनि फेरि को नमुना आइपुग्यो यो कसलाई भन्नुभएको छ नमुना? बाबु तिम्रो घर कहाँ हो मेरो घर हिटी हो। जाऊ है म जान्न। तेरो यार फेरि के दशा लाग्यो बाबु त घर जाने सिनाइ जान्न दाइ म। मेरो दाइ कता भाग्न लाग्यो कता भाग्न लाग्यो? ए भाइ 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 पक 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 पक। ए छोडिदियो नमुना बरु भन न यार भाइ यो बाटो माथि हाइवे पुग्छ कि पुग्दैन आयो भने के हो दाइ? हाइवे भने राजमार्ग कि भाइ राजनगर अब देशमा राजनगर छैन त कहाँबाट राजनगर कुरा हो दाइ? तेरि यार यो ठाउँ बसेपछि मलाई पागल भयो